नमस्कार, म अरुण शाह। आज म तपाईहरुलाई धान बालीमा युरिया लिफ कलर चार्टद्वारा कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी लिएर आएको छु। अब म लिफ कलर चार्ट कसरी प्रयोग गर्ने, लिफ कलर चार्ट के हो, यो कसरी काम गर्छ, यो अनुसार हामी कसरी मल खाद त्यो धान बालीमा हाल्छौं भन्ने हजुरहरुलाई म साधारण जानकारी दिन चाहे। यो लिफ कलर चार्ट हो। यसमा 6 वटा रङ हुन्छन्। 1 2 3 4 5 6 6 वटा कलरहरु हुन्छन्। लिफ कलर चार्ट हामी धानको पातसँग यसलाई दाज्नु पर्यो, यसरी दाज्नु पर्यो। कुन कलरसँग म्याच गर्यो त्यो अनुसारले हामी कति मल हाल्नु पर्ने भने, जस्तै अब यहाँ 6 वटा छन्। 6 वटामा हाम्रो यो 4 वटा त्यो 4 नम्बर छन् नि, जुन हामीले अब खेतको समानकित भाग गरी 15 ठाउँबाट या 20 ठाउँबाट एभरेजमा यो लिफ कलर चार्ट अनुसार पात दाज्नु पर्यो। कति कति आयो, अब जस्तै पुरैमा 4 5 6 4 5 6 3 आयो, सबलाई जोडेर जति हामी डाटा ल्याछौं त्यसलाई त्यही भागले भागा गर्ने र हाम्रो त्यो 4 आयो या 4 भन्दा कम आयो, 4 आयो भने हाम्रो जुन बेसल डोजको मल हाल्नु पर्यो। यदि 4 भन्दा माथि आयो भने हामी यसो मल खाद ठीक छ भन्ने हाल्नु परेन। त्यसको फेरि 2 दिन या 4 दिन पछि फेरि दाज्नु पर्यो। त्यही संख्या अनुसार, त्यही मापन अनुसार फेरि नाप्नु पर्यो। त्यसमा फेरि गर्ने भने मल घटी छ कि बढी छ भनेर फेरि थाहा हुन्छन्। यदि त्यो सेकेन्ड पल्ट गर्दा पनि यदि भएन, यदि 4 भन्दा कम आएन भने हाम्रो मल ठीक छ भनेर बुझ्नुपर्छ। यो लिफ कलर चार्ट प्रयोग गर्दा विशेष त ध्यान दिनुपर्ने र मुख्य कुरा के हो भने म यसो जानकारी दिन चाहे। मुख्यतः लिफ कलर चार्ट धान रोपेको 14 दिनपछि पहिलो पटक प्रयोग गर्नुपर्छ र त्यो अनुसार डाटा कस्तो छ भने 2 दिन या 3 दिन या 7 दिनको फरकमा प्रयोग गर्नुपर्छ। अर्को कुरा, धान रोपेपछि त्यो जुन मान्छेले पहिलोचोटि रिडिङ लिन्छ लिफ कलर चार्टको, त्यही मान्छेले अन्त्यसम्म लिनुपर्छ। र तेस्रो नम्बरको कुरा भनेको बिहानको समय 7 बजेदेखि 9 बजेसम्म या बेलुकाको 3 बजेदेखि 5 बजेसम्मको समयमा एलसीसी रिडिङ गर्नुपर्छ। यसले त अब रिडिङ लिँदा आफ्नो बडीको छाया चाहिँ लिफ कलर चार्टसँग दाज्नु पर्यो। र अर्को कुरा के, धानको जुन हाम्रो ठुलो पात छ नि, त्यो पातसँग हाम्रो लिफ कलर चार्टलाई मजाले दाज्नु पर्यो। म अब तपाईहरुलाई प्र्याक्टिकली रूपमा लिफ कलर चार्ट धानको पातसँग कसरी दाज्ने भन्ने सिकाउँदै छु। पहिला त सबभन्दा पहिला लिफ कलर चार्ट लिनु पर्यो। अर्को कुरा, यो धानको जुन सबभन्दा ठुलो पात छ त्यो पातलाई ठ्याक्क यसरी राखेर यहाँ रिडिङ छन् 6 5 4 3 2 1। अब त्यो पातलाई ठ्याक्क मिलाएर अब कुनसँग मिलिरहेछन् यसरी पल्टाएर, अब यहाँ 6 सँग मिल्या छ कि 5 सँग मिल्या छ। अब जस्तै यहाँ 5 सँग मिल्या छ, अब यो 5 लेख्ने त्यो आफ्नो डायरीमा। त्यसपछि जब अर्कोमा गरौँ, जस्तै अघिकोमा 5 थियो र अहिले नाप्दा अब यो पात अब कुनसँग मिल्दैछ हेर्दम जाम। जस्तै यो 4 सँग मिल्यो, अब यो 4 भयो। अब अर्को हामी नापौँ, पातलाई हामी अब यसो सबैसँग मिलाऊ कुनसँग मिल्दो छ। अब जस्तै यो 1 सँग मिलेन, जस्तै 2 सँग मिलेन, 3 सँग पनि मिलेन, हाम्रो यो 4 सँग यसो मिल्दो छ। जस्तै अब 5 मा हाल्दा यसो हेरौँ न, 5 मा पनि मिलेन र 6 मा हाल्दा पनि मिलेन। जस्तै अब यो 4 मा ठ्याक्क हाम्रो यो पात 4 सँग मिल्यो। हाम्रो यहाँ यो खेतमा चाहिँ हामी रिडिङ लियौँ, एटलिस्ट 15 ठाउँमा रिडिङ लियौँ। हाम्रो 4 भन्दा कम आयो रिडिङ। अब त्यसमा चाहिँ हामीले अब युरिया मल चाहिँ प्रयोग गर्न देखियो। त्यो अनुसार चाहिँ हाम्रो सिफारिस क्षेत्र, जस्तै हाम्रो 70 देखि 12 पर्सासम्म प्रति कट्ठा नेपाल सरकारले सिफारिस गरेको युरिया मल चाहिँ 7.5 केजी हो। त्यो अनुसारले हामी प्रति कट्ठाको दरले अब एलसीसीबाट रिडिङ आयो डाटा अनुसार अब हामी प्रति कट्ठा 7.5 केजीको दरले युरिया छर्नु पर्ने देखियो। जस्तै अब अरू क्षेत्रको लागि चाहियो भने हजुरहरू कमेन्ट गर्नुहोला। छिन पक्नुस् है। अब अर्को हाम्रो चाहिँ काँक्रो खेती बारेमा हजुरहरूलाई जानकारी चाहियो भने लिङ्कमा चाहिँ गएर कमेन्ट गरेर काँक्रो लेख्नुस्, अनि हामी अर्को भिडियो चाहिँ काँक्रो खेतीको उपलब्ध गराउनेछौँ। हस्, धन्यवाद।